गएको हामी चाहिँ कहाँ गएको भनिहाल MIRIK मिलिङ क्यामेरा पो मान्छे पनि राम्रो भएको होला है। हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ हो, नातानेर घरिघरि हिँड्नु पनि पर्छ। हेलो गाइस, नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। फेरि आज नयाँ भिडियो लिएर म आइरहेको छु। आज चाहिँ हामी सडन प्लान बनाएर चाहिँ घुम्नु निक्लिरहेको छु। टाढो त कहीँ होइन, त्यही घरमाथितिर। हाम्रो घरदेखिको चाहिँ लगभग 2-3 किलोमिटर माथि चाहिँ यो इन्द्रेणी फल्स भन्ने जग्गा छ, त्यहाँ चाहिँ हामी आइरहेका छौँ। यहाँ चाहिँ मेरो छोरा, बहिनी, भाइ जाँदैछ। एउटा भाइ चाहिँ गाडीमा बस्याउनु मानेन हो, त्यहाँ माथि गाडी राखेर चाहिँ अलिकति तल चाहिँ हिँड्नु चाहिँ पर्छ, तर मजा आउँछ अफ रोड है। ल जाऊ। अम्ब उमाथि हेर न, नहुँदै रहेछ। के छ त्यतातिर, म माथितिर। फाइनल्ली अहिले चाहिँ हामी आइपुग्यौँ इन्द्रेणी फल्स। र हेर्नुहोस् त यहाँको हरियालीहरू, यहाँको ग्रिननेस कस्तो राम्रो देखेको। अझै यो बर्खाको बेला भएर झन् यति साह्रो राम्रो देखिरहेको छ नि। भिडियोमा भन्दा पनि राम्रो देख्छ यो जग्गा चाहिँ। हेर्नुहोस् है गाइस, यहाँ चाहिँ गेस्टहरू पनि आउनुभएको छ है। यो चाहिँ सुनादाबाट ओह्रालो झर्नुपर्छ पेट्रोल पम्प भएर। लगभग 2 या 3 किलोमिटर झरेपछि चाहिँ यो प्लेस आउँछ। यो चाहिँ इन्द्रेणी फल्स। हाम्रो गाउँको छेउछेउतिर पनि यस्तो राम्रो प्लेसहरू छ। स्टाइल मारौँ भनेर चाहिँ उयो फल्सको मुनि गएको थियो कि भिजेर चाहिँ चुक्तै भयो नि हो। यहाँबाट हेर्दा त्यति साह्रो उछिटेको जस्तो देख्दैन रहेछ पानी कि, तर त्यस्तै हुँदो रहेछ भिजेर चाहिँ। हामीले चाहिँ यहाँ 1-2 है फोटोको पोजहरू दियौँ है, किनभने अब घुम्नु आएर है फोटो खिचेन भने त अब त्यो ट्रिपै अधुरो हुन्छ। त्यही कारणले हामीले चाहिँ 1-2 फोटोहरू खिच्यौँ। उसको बाद चाहिँ हामी अब फर्केको। पानी को खान्छ रहेछ है। मलाई चाहिँ यसरी दुःख दिँदैछ नानीहरू बोकेर अब सजिलो चाहिँ हुँदैन, तर यसरी घुम्नु आउँदै होइन नि। म अर्को पनि दिँदै थिएँ आउँदैछ पछाडि। अब त्यसको त कुरा नगरे पनि हुन्छ, हेरिहाल्नु नि। भिडियोग्राफर झन्डै लडिने यस्तो बाटोतिर चाहिँ। ल फाइनल्ली हामी चाहिँ माथि आइपुग्यौँ गाडी बाकोमा। सानो हुँदा त हेर नानी देख्दो रहेछ नि। दिपीको यहाँ नआउनु सानो हुँदा ऊ बदा भयो। अघि गाडीमै बसिरहने चाहिँ उयो हो, के आउँछ अरे सम्बन्धी बस मेरो बुढीलाई देखाउनु ल। यो अब चाहिँ हामी इन्द्रेणी फल्सबाट निक्लिसक्यौँ र अहिले चाहिँ हामी जाँदैछौँ मिलिङ। हेर्दै गर्नु।
चाहिँ मिलिङको गुम्बा है। हामी चाहिँ फाइनली मिलिङ आइपुग्यौँ। यो चाहिँ मिलिङको गुम्बा। तर गुम्बा चाहिँ आज बन्द होला किनभने आज कोही छैन हो, केही छैन क्वेसनहरू। तर पनि हेर्नुहोस् त हामीले चाहिँ अब गुम्बाको दर्शन गरिसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ तल ग्रिन टीको भ्याली रिजोर्ट। गाडी लग्ने होइन नानी, यो पत्ती लग्ने टाली हौ टाली। यो चाहिँ हो मिलिङको ग्रिन टीको भ्याली रिसोर्ट। तर हामी चाहिँ यहाँ चाहिँ यसै घुम्नु मात्रै आएको। यो चाहिँ मिलिङको तल खोलाको छेउमा पर्छ। आज चाहिँ हाम्रो ब्याड लक। हामीले चाहिँ यहाँनिर जस्ट घुम्नै मात्रै पायौँ, स्विमिङ गर्नु पनि पाएनौँ हो। अन्त केही खानु पनि पाएनौँ, चिया कफीहरू पाउँथ्यो होला, त्योहरू पनि हामीले पाएनौँ किनभने यो रिसोर्ट डल्लै बुक भएको कारणले गर्दामा चाहिँ हामी चाहिँ जस्ट बाहिर यस्तो घुम्नु मात्रै भयो आज चाहिँ हो। तर पनि ठिकै छ। बहिनीले चाहिँ फेरि पिङ इन्जोय गर्दैछ हो, स्लोमोमा हो फेरि। अन्त एक दुईवटा फोटो लियौँ। उसको बाद चाहिँ हामी चाहिँ अब चाहिँ सुनादा फर्केको। हामी चाहिँ सुनादा आइपुग्यौँ र हामीले चाहिँ खानाहरू अर्डर गरेर खानु गइरहेको छौँ। र हामीले खानु चाहिँ खाएको थियौँ इन्द्रेणी फल्समा होइन, तर त्यो चाहिँ 12 बजीको थियो। अन्त यहाँ चाहिँ लगभग 5 बजिसकेको छ र हामीले चाहिँ यहाँनिर अलिकति फास्टफुडहरू खाएर है जानु लागेको। आजको म यो भिडियो चाहिँ यहीँ एन्ड गर्नेवाला छु। थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा। र मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनुहोस् होला है। थ्याङ्क यू वन्स अगेन।